हामी चाहिँ आज कहाँ हो अरे ग्याटविक एयरपोर्टमा जाँदैछौँ होइन। ग्याटविक एयरपोर्ट एउटा साथी दुबईबाट आउँदैछ उसलाई पिकअप गर्न जाँदैछौँ होइन। आजको वेदर चाहिँ एकदम राम्रो छ, यस्तो घामहरू लागिरहेछ बाहिर, यस्तो राम्रो राम्रो चाहिँ सिनहरू पनि देख्न सक्नुहुन्छ होइन। पुरा पछाडि यता पुरा हरियाली छ। आज चाहिँ वेदर चाहिँ एकदम राम्रो छ है। प्रायः जसो युकेको वेदर चाहिँ एकदमै खाली जति पानी पर्ने हावाहुरी चल्ने हुन्थ्यो, तर आज चाहिँ राम्रो छ ल। अनि हाम्रो ड्राइभर दाइ चाहिँ हाम्रो रोशन मामा होइन। पछाडि चाहिँ प्यासेन्जर कोही छैन, खाली छ। अब आउँदैछ एउटा साथी दुबईबाट। यो चाहिँ हाम्रो बर्जिङटन भन्ने ठाउँ हो होइन। त्यो सानो गाउँ होइन मामा, गाउँ भयो नि, सानो गाउँ नै भनौँ न। अब गाउँ भन्छ त्यो आफ्नै ठाउँ, सिटी त होइन, तर जे होस् टाउन सेन्टर, बर्जिङटन टाउन सेन्टर। यो चाहिँ चोक हो बर्जिङटन टाउन सेन्टरमा। अनि यहाँ चाहिँ अब पुरै खाली के अरे ठाउँ ठाउँमा चाहिँ चर्च भइरहन्छ यता चुचु चुचु। यो चाहिँ चोक चोकमा राखिदिन्छ क्या है, चर्च चाहिँ जहाँ पनि छ। अब हिन्दू टेम्पलहरू पनि छन् चाहिँ अब, तर अब नेपाली अब इन्डियन अब हिन्दू बस्तीहरूमा चाहिँ अब टेम्पल पनि हुन्छ भन्नु चाहिँ। हामी यहाँ आइरहेछौँ, तर अहिले चाहिँ एकदम 149 भएको छ आज तेलको मूल्य, एकदम धेरै बढिरहेछ। अब यसै गरी तेल बढ्ने हो भने त गाडी नलिकन हिँड्दै गयो हुन्छ है लन्डन त। अब तेल हालेर गाडी चलाउनु सक्दैन, साह्रै गाह्रो छ अहिले। अब अब इलेक्ट्रिक भेहिकलै किन्न पर्यो, अरू उपाय छैन। यो चाहिँ अब तेल हाल्ने ठाउँ होइन, तेल हालेर अब मान्छे चाहिँ हुँदैन, अब आफैले हाल्नुपर्ने हुन्छ तेल। यस्तो राम्रो वेदर छ आज होइन, एकदम के हो यो। हामी अब ग्याटविक एयरपोर्टमा आइपुगिसक्यौँ। Then turn left at the roundabout. Route recalculation. After 160 yards, turn left towards North Terminal Long Stay Parking, then turn left at the roundabout. हामी चाहिँ अहिले ग्याटविक एयरपोर्टको पार्किङमा छौँ होइन। यस्तो रमाइलो छ, यस्तो घाम लागिरहेछ, यस्तो खतरा छ। कता हो त जाने है। ग्याटविक एयरपोर्टमा चाहिँ अब प्लेनहरू उडिरहेछ, बसिरहेछ होइन।